हेलो एभ्रिवान, अहिले म अर्किड टुर्स एन्ड ट्राभलमा छु। यसको पहिलो ब्रान्च चाहिँ छाया सेन्टरको सेकेन्ड फ्लोरमा छ र अहिले सेकेन्ड ब्रान्च चाहिँ थापाथली यालेस बिल्डिङकै साइडमा स्टार्ट भएको छ र तपाईँलाई धेरै धेरै शुभकामना छ। धन्यवाद सर। यहाँ यसबाट चाहिँ आम मानिसहरूले चाहिँ के सेवा सुविधाहरू लिन सक्छन्? यसमा चाहिँ हाम्रो सम्पूर्ण देशहरू विश्वभरिको देशहरूको अनलाइन अथवा अफलाइन भिएफएसमा गरिने सम्पूर्ण भिजा एप्लिकेसनको डकुमेन्टेसन गर्न पाउनुहुन्छ। इन्सुरेन्स, एयर टिकेटिङ सम्पूर्ण सर्भिसहरू पाउन सक्नुहुन्छ सर। सेकेन्ड ब्रान्चको लागि तपाईँलाई धेरै धेरै शुभकामना फेरि। नमस्कार, म सृजन कुमार श्रेष्ठ, अर्किड टुर्स एन्ड ट्राभलको एमडी र म एयर टिकेटिङ पनि गर्छु। मैले एयर टिकेटिङमा 18 वर्ष बिताइसकेको छु। यस अर्किड ट्राभलमा एयर टिकेटिङ गर्दा तपाईँ ढुक्क भएर लिन सक्नुहुन्छ। हवाई यात्रा गर्दाखेरि अपनाउनु पर्ने सम्पूर्ण प्रक्रियाहरू हामी जानकारी गराउँछौँ। त्यसैले कोही अनजान अथवा आफूलाई गाह्रो मानिराख्नु भएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। तपाईँले घरमै बस्दै एयर टिकट किन्नको लागि हामीले airticketnepal.com सुरु गरिसकेका छौँ। धन्यवाद। नमस्कार, म मन्जु तामाङ, अर्किड टुर एन्ड ट्राभलमा एज अ भिजा डकुमेन्टेसन अफिसर काम गरिरहेको छु। यदि हजुरहरूलाई कुनै पनि कन्ट्रीको भिजा डकुमेन्टेसन र एयर टिकट गर्नु परेमा हामीलाई सम्झिनुहोला। विदेश यात्रा गर्दै हुनुहुन्छ? अब त्यो यात्रालाई चिन्तामूलक र सुरक्षित बनाउन चाहनुहुन्छ? यसको लागि घरमै बसी सजिलैसँग ट्राभल इन्सुरेन्स गर्न सक्नुहुन्छ अर्किड टुर्स एन्ड ट्राभलको साथमा। धन्यवाद। नमस्ते, म बालकृष्ण कोइराला, अर्किड टुर्स एन्ड ट्राभल्स टिकटिङ अफिसर। यदि सस्तो टिकट चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला। हेलो नमस्ते, मेरो नाम बादल तामाङ। स्पेसल्ली म जापान, क्यानाडा र सेन्जेन भिजा हेर्छु। यदि कोही कसैलाई भिजिट, डिपेन्डेन्ट, स्टडी पर्मिटको भिजा चाहिएमा मलाई सम्झनु। हजुर नमस्कार, म चाहिँ किरण, हाम्रो airticketnepal.com को मेम्बर। हजुरहरूलाई छिटो छरितो र सस्तो टिकट चाहिएमा हाम्रो airticketnepal.com मा लगइन गरी छिटो छरितो र सस्तो टिकट पाउन सक्नुहुन्छ। धन्यवाद। यदि हजुरहरूलाई स्वदेश विदेशमा टिकट चाहिएकोमा airticketnepal.com लाई सम्झनुहोला।